जोजलपा नमस्ते। आज पनि हामी यहाँहरूको सामु उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोज्यूलाई समय सन्दर्भमा जोड्दैछु। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हेलो उपमेयरज्यू नमस्कार। म नेवा एफएमबाट बोल्दैछु। नमस्कार। नमस्कार। यहाँलाई हाम्रो कार्यक्रममा फेरि स्वागत गर्न पाएँ, खुसी लाग्यो। हजुर धन्यवाद। अहिलेको स्थितिमा यहाँहरूको स्वास्थ्य कस्तो छ नि? हजुर एकदमै ठिक छ अहिले। ठिक छ है। अहिले उपत्यकामा मेयर उपमेयरहरूलाई कोरोनाले सङ्क्रमण पारेको खबरहरू सुन्न पर्छ। एकदमै सचेत रहनुहोला, स्वस्थ रहनुहोला भन्ने आशा गर्दै आज कोरोना सम्बन्धीको अलिकति बताइदिनुहोस्। अहिले टोखाको स्थिति के छ? अलि सानो छ है, मैले राम्रोसँग सुनेको। अहिले टोखाको स्थिति के छ हजुरको? टोखाको स्थिति भन्नाले कोरोना सम्बन्धी अथवा चाहिँ विकास निर्माण सम्बन्धी दुईटै भन्नुपर्ने अथवा चाहिँ एउटा? कोरोनाको अहिले टोखाको स्थिति, टोखाको चाहिँ कोरोनाको स्थिति बताइदिनु न मलाई अहिले। धन्यवाद। हजुर यो नेवा एफएमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हजुर धन्यवाद। टोखा नगरपालिकाको यो कोरोना सम्बन्धीको मैले बताइरहँदाखेरि हामीले सुरुदेखि सङ्क्रमित व्यक्तिहरूको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गरेर हजुर पिसिआर टेस्ट गर्दै गरिरहेका थियौँ र अहिलेसम्म हाम्रो कोरोना सङ्क्रमित जम्मा सङ्ख्या 3371 जना पुगेको छन् भने हामीले प्रत्येक हप्ताको मङ्गलबार र शुक्रबार पिसिआर टेस्ट गरिराखेका छौँ। निःशुल्क पिसिआर टेस्ट गराइराखेका छौँ हप्ताको 2 पटक। र हजुर अनि हाम्रो अहिलेसम्म पिसिआर गरेको 6586 जनालाई पिसिआर गरिसक्यौँ। कुल सम्पर्क परीक्षण भनेर चाहिँ 4010 जनालाई गऱ्यौँ। र यो सिआइसिटी टिम भनेर हामीले छुट्टै गठन गरेर केस इन्भेस्टिगेसन गर्नको लागि टिम गठन गरिएका छौँ र त्यो टिमले पोजिटिभ आएका प्रत्येक व्यक्तिलाई फोन गरेर के छ अवस्था कस्तो छ भनेर उहाँहरूलाई चाहिँ फोन मार्फत उहाँलाई सोधखोज गर्ने र केही चाहिँ अप्ठ्यारा पर्यो भने चाहिँ सम्पर्क गर्नको लागि र बिहान बेलुकाको दिउँसो खानामा चाहिँ पौष्टिक तत्त्व सहित खाना खानुपर्छ भनेर चाहिँ त्यो स्थितिमा फोनहरू गइरहेको अवस्था छन्। र हाम्रो टोखा नगरपालिकाले भदौ 7 गतेदेखि एउटा आइसोलेसनको व्यवस्थापन गरेका थियौँ। त्यो आइसोलेसन टोखा चन्देश्वरी आइसोलेसन सेन्टरमा अहिलेसम्म यो चाहिँ 153 जना हामीले त्यो आइसोलेसनमा राखिसकेका छौँ। उहाँहरू 150 जना 153 जना नै बिदा भएर गइसक्नु भएको छ। अहिले चाहिँ हाल 5 जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने हामीले चाहिँ प्रत्येक दिन हामीले वडा वाइज सङ्क्रमितको सङ्ख्या, निको भएको सङ्ख्या र सङ्क्रमित सङ्ख्या भनेर दिनहुँको जस्तो तथ्याङ्कहरू उपलब्ध गराइरहेका छौँ। यो टोखा नगरपालिकाले गरेको यो कोरोना सम्बन्धी हामीले चाहिँ जस्तो प्रत्येक वडामा एउटा समूह गठन गरेर को सङ्क्रमित भएका छन् भनेर चाहिँ पत्ता लगाउने र त्यस पछाडि उहाँहरूको कन्ट्याक्ट ट्रेसिङबाट व्यक्तिहरूलाई चाहिँ फेरि पनि पिसिआर गर्नको लागि हामीले चाहिँ सहज वातावरण बनाइरहेका छौँ र यो गर्नको लागि स्वास्थ्य टिम एकदम सक्रिय भएर लाग्नुभएका छन्। आइसोलेसनमा बसेका स्वास्थ्य कर्मीहरू पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ भने अर्को सिआइसिटी हामीले बनाएका स्वास्थ्य कर्मीहरू पनि एकदम सक्रिय भएर लाग्नुभएका छन् र यो सक्रिय भएर लागेकै कारणले गर्दाखेरि
स्वास्थ्य कर्मीहरूको पहलको कारणले गर्दाखेरि, जनप्रतिनिधिहरूको पहलको कारणले गर्दाखेरि हाम्रो टोखा नगरपालिकामा यो कोरोना संक्रमित व्यक्तिहरूलाई चाहिँ ठिक ठाउँमा राख्नको लागि हामीले पहल गरिरहेका छौँ। र यो भनिरहँदाखेरि अहिलेको अवस्थामा टोखा नगरपालिकामा दिन प्रतिदिन पहिलाको भन्दा एकदम कम चाहिँ भइरहेको अवस्था छ सङ्क्रमित। र तैपनि सङ्क्रमितहरू दिनदिनै चाहिँ बढिरहेको अवस्था पनि छ। र पहिलाको भन्दा पनि अलिकति कम चाहिँ छ मैले भन्नु पर्दाखेरि। र अहिले अवस्था हेर्ने हो भने अलिकति चाहिँ व्यक्तिहरूलाई चाहिँ यो कोरोना भाइरस यो होइन भन्ने किसिमका व्यवस्था गर्ने किसिमका पनि अवस्था रहेको हुनाले हामीले प्रत्येक वडामा समूह गठन गरेर यो चाहिँ अलिकति तपाईँहरूले चाहिँ व्यवस्था नगरिदिनुहोस्, यो एकदम जटिल कुरा हो, यसलाई चाहिँ राम्रोसँग ध्यान दिनुपर्छ र यो पटक पटक हात धुनुपर्छ, सेनिटाइजर लाउनुपर्छ अथवा चाहिँ मास्क लाउनुपर्छ, यसलाई चाहिँ प्रिकसन अपनाउनुपर्छ भनेर हामीले गरिरहँदाखेरि जनताहरू पनि सचेत भएर लागिरहेका छन्। यो हिसाबमा चाहिँ हाम्रो टोखा नगरपालिकामा अहिले यो बस पार्कको एरिया भएको कारणले गर्दाखेरि विभिन्न 77 जिल्लाका मान्छेहरू आएर बस्ने भएको कारणले गर्दाखेरि अलिकति जटिल भएका छन् र त्यहाँ चाहिँ रेस्टुरेन्टहरू पनि भएको कारणले गर्दाखेरि र भिडभाड पनि हुने भएको कारणले गर्दाखेरि अलिकति जटिल चाहिँ छ। उहाँहरूलाई हामीले चाहिँ सचेतना अपनाउनुपर्छ, अलि भौतिक दूरी कायम गर्नुपर्छ भनेर हामीले चाहिँ सचेतनामूलक कार्यक्रमहरू पनि गरिरहेका छौँ। त्यही अनुसारको चाहिँ जहाँसम्म लाग्छ टोखा नगरपालिकामा सङ्क्रमित व्यक्तिहरू यदि चाहिँ कोही भयो भने उहाँहरूले नै फोन गरेर मलाई सङ्क्रमित भयो, अब मेरो परिवारलाई टेस्ट गराउनु पर्यो भनेर उहाँहरूले आफैले जानकारी गराउनुहुन्छ। र त्यो जानकारी गराइसकेपछि मैले यो भनिरहँदाखेरि हामीले टोखा नगरपालिकाबाट पिसिआर गर्नेको त हामीले उहाँहरूलाई फोन गर्ने भइहाल्यौँ, तर उहाँहरूले प्राइभेट हस्पिटलमा चेक गराएर पोजिटिभ आएका व्यक्तिहरूले उहाँहरूले आफैले फोन गर्नुहुन्छ हामीलाई मलाई पोजिटिभ भयो, अब मेरो परिवारलाई के गर्ने भन्ने हिसाबमा चाहिँ उहाँहरूले चाहिँ फोन गर्दाखेरि हामीले त्यसलाई चाहिँ रेकर्ड राखेर उहाँहरूलाई चाहिँ सम्पर्कमा राखेर उहाँहरूको परिवारलाई चाहिँ पिसिआर गर्ने हामीले चाहिँ टेस्ट गर्ने कार्य पनि गरिरहेका छौँ। र अहिलेसम्म हामीले चाहिँ टोखा नगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिहरूलाई सङ्क्रमित पोषण भत्ता भनेर पनि अहिले हामीले चाहिँ दिइरहेका छौँ। लगभग अहिलेसम्म हाम्रो चाहिँ 25-30 लाख खर्च भइसकेको छ। त्यो पोषण भत्ताको लागि हामीले चाहिँ दिइसकेका छौँ। अहिले एवं रीतमा चाहिँ यो पोषण भत्ता दिने पनि काम भइरहेको छ र व्यक्तिहरूले चाहिँ उहाँहरूले हामीलाई जानकारी गराएर नगरपालिकाको स्वास्थ्य शाखामा चाहिँ रेकर्ड राखेर हामीले चाहिँ यो कामहरू गरिरहेका छौँ। हजुर, धेरै राम्रो काम गर्नुभएको छ। टेस्ट इन्भेस्टिगेसन टिम भनेर यहाँले आफैले बनाउनु भएको हो? इन्भेस्टिगेसन टिम भनेर एउटा नेपाल सरकारले निर्देशिका पठाउनु भएको थियो, यो अनुसारको हामीले इन्भेस्टिगेसन टिम बनाएको एउटा समूह बनाएर त्यसले चाहिँ अब सङ्क्रमितहरूलाई रेखदेख गर्ने किसिमको होइन? हजुर हजुर, धेरै राम्रो काम गर्नुभएको रहेछ यहाँको टोखा नगरपालिकामा। पक्कै पनि 77 जिल्लाका मानिसहरू ओहोर गर्ने स्थान परेकोले अलिकति जटिलता त छ, तर पनि यहाँको प्रयास सफल भइरहेको छ। उपमेयरज्यू, अब कुरा गर्दाखेरि अब विकास निर्माणको कामबारे अलिकति बताइदिनु न, के कति विकास भइरहेछन् होला है संक्षिप्तमा? अब यो विषम परिस्थितिमा पनि हामीले चाहिँ अब विकास निर्माणलाई थाती राखेर बस्न त सकिँदैन। 8 महिनासम्म हामीले विकास निर्माणलाई पनि अलिकति यसलाई पछाडि धकेल्ने हो कि भनेर चाहिँ गत वर्षको बाँकी कामहरू पनि थियो र अहिले यो जस्तो साउन महिनादेखि हामीले विकास निर्माणमा पनि तीव्र गतिमा अगाडि बढिएको अवस्था छ। प्रत्येक वडामा वडाको योजना, सङ्घीय सरकारको योजना, प्रदेशको योजना, नगरको योजनाहरू प्रत्येक वडामा यो चाहिँ उपभोक्ता समितिहरू पनि सक्रिय भएर सम्झौता गरेर अलिकति भौतिक दूरी कायम गरेर कामहरू गरिरहेको अवस्था छ। जस्तो ढल निर्माणको कार्य
सडक ढलानको कार्य, पिच अहिले यो पुसमा चाहिँ यो चिसोमा चाहिँ पिच नगर्ने भनेर हामीले चाहिँ अहिले पिच रोकिसक्यौँ र त्यो योभन्दा अगाडिसम्म चाहिँ धेरैवटा सडकहरू पिच पनि भइसकेको छ र ढलान पनि भइसकेको छ, ढलान पनि हुँदैछ, अहिले पनि काम भइरहेको छ, तीव्र गतिमा काम भइरहेको छ। टेन्डरमा पठाउनु पर्ने जति पनि हाम्रो चाहिँ नगर स्तरीय, प्रदेश स्तरीय र केन्द्र स्तरीयको योजनाहरू हामीले चाहिँ टेन्डरमा पठाउने भनेर चाहिँ भदौको 15 गतेभित्रमा हामीले चाहिँ टेन्डर गर्नुपर्ने जे जति छन् त्यसलाई चाहिँ सबै तथ्याङ्क राखेर त्यस पछाडि लगत्तै हामीले चाहिँ टेन्डरमा पठाउने भनेर हामीले इन्जिनियरहरूलाई चाहिँ निर्देशन दिएका थियौँ। त्यही अनुसारको उहाँहरूले टेन्डर पठाउने पनि 3 दिनै उहाँहरू खटिएर धेरैवटा टेन्डरहरू भइसकेको अवस्था पनि छ। त्यो टेन्डर गइसके पश्चात पनि सम्झौता भएर काम भइरहेको अवस्था छ र यसैको सिलसिलामा हाम्रो चाहिँ टोखा नगरपालिकाको भवन पनि अहिले बन्दैछ, प्रशासकीय भवन पनि बन्दैछ। वडा नम्बर 11 को भवनको शिलान्यास भयो, त्यो पनि बन्दैछ। वडा नम्बर 9 को वडा कार्यालय भवन त्यो पनि शिलान्यास भएर काम भइरहेको अवस्था छ र सडक पिचहरू गर्ने ढलान त्यो विकास निर्माणका कामहरू तीव्र गतिमा भइरहेको अवस्था छ र त्यसको साथसाथै चेतनामूलक कार्यक्रमहरू, महिला लक्षित कार्यक्रमहरू पनि अगाडि बढिरहेको अवस्था छ र महिला लक्षितको कार्यक्रम भन्नाले यो अहिले डिसेम्बर 25 देखि यो नोभेम्बर 10 सम्म लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान छ। त्यो 16 दिनभित्रमा विभिन्न दिवसहरू पनि परिरहेका छन् र त्यसमा हामीले चाहिँ के गर्यौँ त भन्दाखेरि अहिले भौतिक अवस्थामा चाहिँ उहाँले उपस्थिति नगराइकन जुम मिटिङबाट हामीले चाहिँ विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रमहरू अगाडि बढाइरहेको अवस्था छ र जहाँसम्म लाग्छ टोखा नगरपालिकामा तीव्र गतिमा कामहरू भइरहेको अवस्था छ। विभिन्न मिडियाहरू पनि आएर त्यसको चाहिँ रेकर्ड लिने, फोटोहरू खिच्ने काम पनि भइरहेको छ। हामीले दिन प्रतिदिन जस्तो हाम्रो चाहिँ अनुगमन समिति, मेरो संयोजकमा अनुगमन समिति छ, त्यो अनुगमन समितिमा म आफू जान नसके तापनि मैले आफ्ना टिमहरूलाई चाहिँ पठाइरहेको अवस्था छ। यो अनुगमन गरिरहँदाखेरि हामीले 3 पटक अनुगमन गर्ने भनेर चाहिँ भनेका छौँ। 3 पटक अनुगमन भन्नाले जस्तो सडक ढलान हुन्छ भने सुरुमा चाहिँ त्यो बेस ओछ्याउँदाखेरिको चाहिँ जस्तो ढुङ्गा सोलिङ गर्ने काम हुन्छ, त्यो ढुङ्गा सोलिङ मिलेको छ कि छैन भनेर हामी अनुगमन गर्छौँ। त्यस पछाडि त्यो चाहिँ डन्डी बाँधिएको हुन्छ, त्यो पनि हामी हेर्छौँ र ढलान गर्दाखेरिको कति इन्चीको ढलान गरेको हुन्छ त्यो पनि हामी हेर्छौँ। यस किसिमको हामीले चाहिँ अनुगमन गरिरहँदाखेरि अहिले चाहिँ कामहरू एकदम सन्तुष्टिजनक कामहरू पनि भएको अवस्था छ र यो अवस्थामा हामी गइरहँदाखेरि त्यहाँका उपभोक्ता समितिहरूले पनि ओहो हामीले त राम्रो गर्नुपर्छ, अनुगमन आउँदो रहेछ भन्ने हिसाबमा चाहिँ उहाँहरूले पनि खुसी भएर हामीलाई खबर गर्नुहुन्छ, ल हामीले यसो गर्न लाग्छौँ, योसम्म काम भयो, तपाईँले हेर्न आइदिनु होला भनेर हामीलाई फोन पनि आइरहेको अवस्था छ। हामी गएर हेरेका पनि छौँ। जहाँसम्म लाग्छ हाम्रो टोखा नगरपालिकाको 1 देखि 11 नम्बर वडासम्मको कामहरू, वडा वाइज कामहरू तीव्र गतिमा भइरहेको अवस्था छ। अलिकति चाहिँ 8 उता चाहिँ गङ्गाबु एरिया, बसपार्टी एरिया भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ टेन्डरै गर्नुपर्ने भएको कारणले गर्दाखेरि त्यहाँको चाहिँ उपभोक्ता समितिहरू आउन नमान्नेको कारणले गर्दाखेरि अलिकति त्यहाँको काम चाहिँ अलि रोकिएको छ। अरू वडाको चाहिँ समग्र रूपमा चाहिँ तीव्र गतिमा काम भइरहेको छ। अहिलेसम्म जहाँसम्म लाग्छ मैले भन्नुपर्दाखेरि 20-25% चाहिँ काम सकिएको अवस्था चाहिँ छ। हजुर, धेरै धन्यवाद। यहाँले आफ्नो नगरपालिकाको बारेमा विस्तृत जानकारी गराइदिनु भयो र कोरोनाका सङ्क्रमितहरूलाई गरेको प्रगतिबारे पनि यहाँले बताइदिनु भयो। म आशा राख्छु भविष्यमा, अब समय सकिन आँटेको छ हाम्रो यो कार्यक्रमको, भविष्यमा यहाँसँग पुनः सम्पर्क गर्ने आशा राख्दै आजलाई म यहाँसँग छुट्टिन चाहन्छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु व्यस्तताका बावजुद पनि समय दिनुभएकोमा। उहाँ हुनुहुन्थ्यो टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल। समय सन्दर्भको समय सकिन आँटेको छ, त्यसैले बिदा दिनुहोस्। युनिक साक्य र शङ्कर थापालाई भोलि पुनः भेटघाट गरौँला।